हेलो एभ्रिवान। अहिले जस्ट अघि हालेको खोर्सानीको उसमा चाहिँ होइन हल्का अब स्टफिङ भरिँदैछ। त्यसलाई चाहिँ हल्का राख्दै एउटा थालमा राख्नुपर्छ। अनि बादमा खालि किनभने यो अब मोटो मोटो खोर्सानी पाइ खास एकचोटमा चाहिँ रातो खोर्सानी गर्ने हो। तर रातो खोर्सानीको पनि अब कोही बेला टाइम आउँछ, कोही बेला आउँदैन होइन। अनि त्यो चाहिँ अब भोलिपर्सि जाडोको मौसम गएर कोही बेला अब रोटीसोटी बनायो भने या त अब केही गऱ्यो भने पनि अब यसो मिठो खानु भन्नु कुरा चाहिँ अब समयको फल खाइराख्नु भन्ने कुरा जस्तो खालि हो। अब यसरी बनाइराख्नु चाहिँ अब हाम्रोतिर चाहिँ खासै एकछिनमा बनाउँदैन। यो चाहिँ हाम्रो देहरादुनको मेरो अब साथ एउटा प्रेम असाद थियो, उहाँको फ्यामिलीले बनाउनुहुन्थ्यो र साह्रो मिठो एकदम। म अहिले पनि गुणगान गाउँछु हाम्रो प्रेम असाद, किनभने देहरादुनमा एउटा गोर्खाली यहाँ बसे तापनि एउटा गोर्खालीलाई माया गर्ने साथै उहाँले यस्तो अचारहरू लिएर आउनुहुन्थ्यो, त्यो सायद म कदापि भुल्ने पनि छुइनँ। अब हामी चाहिँ अब यो गाउँठाउँमा मुलाको अचार गरी, सिन्कीको अचार गरी, उसको अचार भन्ने खान्छौँ होइन। तर यस्तो अचार पनि किनभने कोही बेला अब ओकेजन नि अब तपाईँको रोटीहरू सुक्खा रोटी बनायो, मुख नमिठो छ भने चाहिँ एकदमै दामी। म चाहिँ भन्छु एकदमै राम्रो उयो हो। र यसको खासै बिज चाहिँ निकाल्नु पर्दैन, किनभने अब यो भित्रको बिज चाहिँ अब अलरेडी नै तपाईँको एक दुई दिन या त अब अहिले त घाम त्यति साह्रो चकिलो छैन, तर पनि सकिहाल्छ यो, अब एकदम नरम भइहाल्छ। तपाईँको स्टफिङ चाहिँ अब अलिकति राम्रोसँग मजाले मिलाएर टट्टै हालेर होइन। यसलाई धेरै तेल पनि लाग्दैन, त्यो जो हाम्रो मुलाको अचार या त उसतिर हालेको जस्तो चाहिँ त्यस्तो हुँदैन। तपाईँहरूले पनि बनाउनुहोस् मजाले। अहिले विन्टरको टाइममा छ, कोही बेला अब तर जस्तै अब तपाईँहरू एज म्यारिडमा छ भने पनि के हो भने अब नानीहरूलाई भोलिको दिनमा सुक्खा पराठा होइन एउटा केही दिँदैछ, या त कोही पनि साथीभाइ आयो भने टक्कै एउटा उसमा बोतलमा हालेको चिज ल खा भनेर दिँदाखेरि पनि अलिक मिठो हुन्छ। यो एकदमै राम्रो र सजिलो पनि। अब अहिले अब विन्टरको टाइममा नै खालि पाउँछ यो खोर्सानी, तपाईँले हतपत पाउँछ। अब भोलिको दिनमा पनि पाउँछु भने चाहिँ अब त्यो चाहिँ अब हामी जस्तोले एफोर्ड गर्नु सक्दैन, किनभने यो चाहिँ ठुल्ठुलो अब मलतिर होइन। अब हामी त मलतिर त पसिरहँदैनौँ, किनभने अब कोही बेला विन्टरतिर चाहिँ अब यस्तै सानोतिनो दोकानतिर पनि यस्तो खोर्सानी निक्लिनुको कारणले गर्दाखेरि चाहिँ मलाई पनि यसो मेरो प्रेम हजुरको याद आयो। र अब उहाँले छुट्टीमा आउँदाखेरि लिएर आउँथ्यो। अब मलाई पनि अब त्यही अब यसो बिचरा भाउजू अब अहिले सुस्वस्थ हुने होला, असाध्य त अहिले अब ड्युटीमा छ होला, तर पनि अब दामी राम्रो ल्याउँथ्यो बिचरा असाध्ले। त्यही याद आएर चाहिँ मैले पनि किनेर चाहिँ यसो बनाएर चाहिँ भोलिको दिनमा अझै मैले त खोर्सानी अलिक कम्ती भयो जस्तो लागिरहेछ। ओके, कोही नहीं, होता रहेगा। हुन्छ।